बागमती प्रदेश सभाको 6औं अधिवेशन तिहार अघि पुनः सुरु हुने भनिए पनि अब त्यो सम्भावना टरेको छ। सभामुख चयनमा प्रमुख दलहरूबीच सहमति नजुड्दा प्रदेश सभा फेरि अनिश्चिततामा फँसेको छ। जेनजी आन्दोलनपछि पूर्ण रूपमा निष्क्रिय बनेको बागमती प्रदेशसभा तिहार अघि बैठक बस्ने तयारीमा थियो। तर सभामुख पदमा दलहरूबीच तानातान कायमै रहेकाले अब बैठक नबस्ने भएको छ। सभामुख भुवन कुमार पाठकले भदौ 24 गते सामाजिक सञ्जाल मार्फत राजीनामा दिने घोषणा गरे पनि नियमअनुसार प्रक्रिया पूरा गर्दै असोज 1 गते मात्र लिखित राजीनामा दिनुभएको थियो। प्रदेशसभा नियमावली अनुसार सभामुख पद रिक्त भएपछि 15 दिनभित्र नयाँ सभामुख चयन गर्नुपर्छ। तर समय सीमा सकिँदा समेत सहमति जुट्न नसक्दा प्रदेशसभा पुनः स्थगित बनेको छ। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले दुवै सभामुख पदमा आफ्नो दाबी कायम राखिरहेका छन्। कांग्रेसले ठूला दलको हैसियतमा सभामुख आफ्नो हुनुपर्ने तर्क गरेको छ भने एमाले उपसभामुख अप्सरा चापागाईलाई पदोन्नति गरेर सभामुख बनाउने प्रस्ताव अघि सारेको छ। बागमती प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले पनि सभामुख पदमा सहमति नभएको स्वीकार गर्नुभएको छ। तर उहाँले बैठक नबस्नुमा अन्य प्राविधिक कारण पनि रहेको बताउनुभयो। प्रदेश सभाको बैठक नचल्नुको चाहिँ कारण चाहिँ के हो भने प्रदेश सभा भवन जलेको कारणले गर्दाखेरि अहिले हामीलाई मुकाम नभएको कारणले चाहिँ प्रदेश सभाको बैठक अलि ढिला भएको हो। तर विधेयक र प्रदेश सभामा बिजनेस हुँदै पनि प्रदेश सभा चल्न सकेको छैन र अहिले हामीले अस्थायी रूपमा प्रदेश सभा सञ्चालन गर्नको लागि उपमहानगरपालिकाको पछाडिपट्टिको प्रदेश सरकारले बनाएको एउटा बिल्डिङ छ, त्यो पनि आगलागी भएको थियो। जेनजीको प्रदर्शनमा आगलागी भएको थियो। विपक्षी दल नेकपा माओवादीले तेस्रो ठूलो दलको हैसियतमा सभामुख पद आफूहरूले पाउनुपर्ने अडान दोहोर्याएको छ। बागमती प्रदेश सभाको मान्य सभामुखले राजीनामा दिनुभएको छ र सभामुख संसद प्रदेश सभा राखिसकेपछि सभामुखको कार्यसूची पनि अगाडि बढाउनु पर्ने भएको हुनाले त्यो कार्यसूचीमा प्रवेश गर्नको निम्ति खास गरी सत्ता घटक दल नेकपा एमाले र नेपाली कांग्रेसको सहमति हामीले देखेका छैनौँ, बेमेल देखिराखेका छौँ र प्रमुख प्रतिपक्षी दलको हिसाबले हामीले पनि सभामुखको दावी गरिराखेको सन्दर्भमा बागमती प्रदेश सरकार चाहिँ प्रदेश सभाको बैठकबाट भागिराखेको हामीलाई अनुभूति भएको छ। सभामुख चयनमा उत्पन्न अन्यलका कारण प्रदेशसभा सचिवालयले तय गरेको वैकल्पिक हलमा बैठक सञ्चालनको योजना पनि रोकिएको छ। प्रदेश सरकारले अब तिहारपछि मात्र राजनैतिक सहमति जुट्ने आशा राखेको छ। तर राजनैतिक तानातानका कारण न नीति निर्माण अघि बढ्न सकेको छ न त प्रदेशसभा बैठक नै सञ्चालन भएको छ। मकवानपुरबाट जमुना तामाङको रिपोर्ट।